सर सेकेन्ड भिडियोमा तपाईँलाई स्वागत छ फेरि पनि। प्रिभियस भिडियोमा हामीले चाहिँ बेसिक सिन्ट्र्याक्स बेसिक स्क्रिप्ट एउटा लेखेर हेरेको थियौँ जसमा चाहिँ विभिन्न सेन्टेन्सहरूलाई हामीले गऱ्यौँ र थ्योरिजहरू जुन पाइथनको जुन स्टार्टिङमा गर्नुपर्ने त्यो कुरा गऱ्यौँ। सो विदाउट एनी डिले यदि तपाईँलाई भिडियो मन पर्दैछ, प्लेलिस्ट मन पर्दैछ, केही सिक्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र सेयर गर्नुहोस् आफ्नो साथीभाइहरूमा। थ्याङ्क यू। एन्ड आज हामी यो भिडियोमा टपिकमा के डिस्कस गर्न गइरहेका छौँ भने आइडेन्टिटेसन्स। आइडेन्टिटेसन्सको बारेमा हामीले अलिकति प्रिभियस भिडियोमा पनि कुरा गरेको थियौँ। सो आइडेन्टिटेसन्स भने के हो भन्दाखेरि एक ट्याब स्पेस र अरू सी प्रोग्रामिङ ल्याङ्ग्वेजहरू भयो, जस्तै अरू प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा चाहिँ के हुन्छ भन्दाखेरि एरिया डिक्लेयर गर्नुपर्ने हुन्छ ब्रेसेस युज गरेर। सो पाइथनमा चाहिँ कुनै पनि ब्रेसेस युज गरिँदैन, कुनै पनि एन्डिङ स्टेटमेन्ट हुँदैन। अब हामीले यसमा गर्ने कसरी भन्दाखेरि यहाँ आउनुहोस्, जस्तै मैले एउटा कन्डिसनल स्टेटमेन्ट युज गरेको छु, यो इफ अलरेडी तपाईँलाई आउँछ। सो लेट्स सी, यदि आउँदैन भने हामीले इफको भिडियो पनि बनाएको छु, त्यो पनि तपाईँ गएर चेक गर्न सक्नुहुन्छ। कन्डिसनल स्टेटमेन्टको हरेक स्टेटमेन्टलाई हामीले इक्जाम्पलको थ्रु चेक गरेको छौँ। इफ ट्रु, अब ट्रु भन्ने बित्तिकै के हो भन्दाखेरि यो बुलियन डेटा टाइप हो। यदि बुलियन डेटा टाइपलाई चाहिँ कसरी लेख्नुपर्ने हुन्छ भन्दाखेरि टी क्यापिटल लेख्नुपर्ने हुन्छ। यदि तपाईँले त्यसलाई स्मल लेख्नुभयो भने त्यसले सपोर्ट लिँदैन। यु क्यान सी यसरी। अब यदि मैले यसलाई रन गरेँ भने एरर देखाउँछ र यदि मैले यहाँनिर टी क्यापिटल पारिदिएँ भने अनि लिन्छ। भनेपछि यो बुलियन डेटा टाइपमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि क्यापिटल लेख्नुपर्छ, सही हो भनेर आएको छ। प्रिन्ट सही हो। सो तपाईँले जे प्रिन्ट गर्न चाहनुहुन्छ त्यो प्रिन्ट भइहाल्छ। यहाँनिर तपाईँले सिङ्गल कोट या डबल कोट दिन सक्नुहुन्छ। दिस इज पाइथन 3 वी आर रनिङ एन्ड इन द पिडिएफ वी आर सिइङ पाइथन 2.0। द्याट्स वाइ यसमा चाहिँ ब्राकेट छैन र यसमा चाहिँ ब्राकेट हामीले दिनु परिरहेको छ। यदि हामीले ब्राकेट दिँदैन भने काम गर्दैन। तपाईँलाई म गरेर देखाइदिन्छु। दे विल सो द एरर मिसिङ द प्यारेन्थेसिस ब्राकेट भनेर भन्दैछ। सो वी निड टु गिभ द प्यारेन्थेसिस इन 3 पोइन्ट एक्स पर्सन भनेर भनौँ होइन। अब यसलाई मैले रन गरेपछि सही हो भनेर प्रिन्ट हुन्छ। यदि मैले यहाँनिर फल्स लेखिदिएँ भने FALSE फल्स लेखिदिएँ भने गलत हो भनेर देखाइदिन्छ। भनेपछि हामीले के बुझ्न सक्छौँ यसबाट भन्दा आइडेन्टिटेसन्स। अब आइडेन्टिटेसनलाई म मिस्टेक गरेर देखाइरहेको छु तपाईँलाई। जस्तै मैले मिस्टेक गरिदिएँ। अब यसमा के देखाउँछ भन्दाखेरि आइडेन्टिटेसन एरर एक्सपेक्टेड एन्ड आइडेन्टेड ब्लक अफ आफ्टर द इफ स्टेटमेन्ट्स अफ लाइन 1 भनेर भन्दैछ। भनेपछि यसपछि चाहिँ हामीले चाहिँ आइडेन्टिटेसन दिनुपर्ने थियो, 1 ट्याब स्पेस दिनुपर्ने थियो, त्यो दिनु भएन, त्यही भएर एरर आयो। अब मैले यदि फेरि दिएँ अनि त्यसपछि फेरि तपाईँ हेर्न सक्नुहुन्छ। ओके, सो दिस इज आइडेन्टिटेसन इक्जाम्पल। सिम्पल टर्ममा बुझ्नुभयो होला तपाईँले। अब हामी अर्को टपिक के रहेको छौँ भन्दाखेरि कमेन्ट। सो कमेन्ट पनि एकदम जरुरी छ। कुनै कुनै लाइनलाई हामीले कहिलेकाहीँ नोट डाउन गर्नुपर्ने हुन्छ, कमेन्ट आउट गर्नुपर्ने हुन्छ। हामीले कोड के को लागि लेखेको हो भनेर, के को लागि असाइनमेन्ट गरेको हो भनेर भन्नुपर्ने हुन्छ, अथवा कुनै पनि लाइनलाई हामीले इग्नोर गर्नको लागि पनि हामीले यसलाई युज गर्छौँ। फर इक्जाम्पल इफ आई इग्नोर हियर, लाइक प्रिभियस इक्जाम्पल्समा जाउँ हामी। सपोज आई निड टु गिभ हियर ह्यासट्याग। अब ह्यासट्यागको ओरिजिनल नेम के हो तपाईँ कमेन्ट आउट गर्न सक्नुहुन्छ, कमेन्ट सेक्सनमा दिन सक्नुहुन्छ। यसको अर्कै नाम छ। ओके, सो अब यसलाई म रन गरेर देखाउँदैछु तपाईँलाई। दुईवटा मात्रै रन हुन्छ। हेलो दिस इज आरटी सर मात्र आयो, तर ह्याभिङ पाइथन डिएस लेसन्स आएन। भनेपछि हामीले ह्यासट्याग एउटा लाइनलाई कम्पाइल गरेनौँ, रन गरेनौँ, त्यही भएर ह्यासट्याग हामीले दियौँ। अब यो चाहिँ सिङ्गल लाइन कमेन्ट यसलाई मानिन्छ। र मल्टिलाइन कमेन्ट के हो भन्दाखेरि कसरी दिन सकिन्छ भन्दाखेरि मल्टिलाइन कमेन्ट दिनको लागि तपाईँले के गर्न सक्नुहुन्छ, इन्टर ट्रिपल कोट्स दिन सक्नुहुन्छ। जस्तै एज यु सी इन पिडिएफ सिङ्गल कोट 3 चोटि र इन टाइममा पनि हामीले त्यही काम गर्न सक्छौँ 3 चोटि। र यो आइडेन्टिटेसन छ, आइडेन्टिटेसनलाई हटाएर हामी अनि प्रिन्ट गर्न सक्छौँ र सी गलत हो भनेको प्रिन्ट भयो। सो यसले मल्टिलाइनलाई कभर गरेको छ। यसलाई जसले कमेन्ट बनाइदियो जुन चाहिँ एक्जिक्युट हुँदैन, द्याट्स वाइ इट्स ओन्ली प्रिन्टिङ द प्रिन्ट गलत हो भनेर। सो अब यसपछि हाम्रो न्यू टपिक रहेको छ अर्को आइडेन्टिफायर, द्याट इज भेरिएबल। भेरिएबल भने के हो भन्दाखेरि भेरिएबल इज अ किवर्ड। यो एउटा किवर्ड हो, किवर्डले रिप्रेजेन्ट गर्न सकिन्छ। भेरिएबल भनेको कन्टेनर हो एक्चुअलमा। सो त्यो कन्टेनरलाई चाहिँ हामी किवर्डले रिप्रेजेन्ट गर्छौँ। किवर्ड पनि अब दुई प्रकारका छन्, रिजर्भ वर्ड र युजर डिफाइन्ड। युजर डिफाइन्डमा चाहिँ हामीले आफै XYZ ABCD राख्न सक्छौँ र त्यसको पनि एउटा नेमिङ कन्भेन्सन्सहरू हुन्छन् जसमा चाहिँ अल्फाबेटबाट स्टार्ट हुनुपर्छ, नम्बरबाट स्टार्ट हुनु भएन होइन। एउटा मात्रै सिम्बल युज गरिन्छ, द्याट इज अन्डरस्कोर मात्र हामीले एप्लाई युज गर्न पाउँछौँ, जुन चाहिँ यहाँनिर अलरेडी दिएको छ नेमिङ कन्भेन्सन्समा। जस्तै पाइथन डज नट एलाउ
dollar sign, percentage sign in, making the keyword, or you can defining the variables. एउटा underscore छ यसलाई चाहिँ यसले support गर्छ. So it should starts with capital A to Z or small a to Z. So followed by zero or more letters, underscores and digits, they become variable or you can say identifier of any container. So container भनेपछि त्यसमा हामीले भ्यालु स्टोर गर्न मिल्यो. र प्रिभियस अरू ल्याङ्ग्वेजहरू भन्दा पनि यसमा चाहिँ के छ भन्दाखेरि हामीले कुनै पनि प्रिडिफाइन्ड गर्नुपर्ने छैन. जस्ट यु क्यान युज द एनी भेरिएबल्स एक्स वाइ जेड एबिसिडी रामश्याम सीता गीता एनिथिङ यु क्यान युज है. सो एउटा इक्जाम्पल पनि लिएर हामी चेक गर्छौँ कसरी चाहिँ हामी भेरिएबललाई चाहिँ युज गर्न सक्छौँ. ओके, सो अलरेडी मैले यहाँनिर एउटा प्रोग्राम बनाएर राखेको छु. लाइक आई क्यान से, एउटा म तपाईँलाई गरेर पनि देखाइदिन्छु. लाइक एक्स इक्वल्स टु 10, y equals to, let's use something else like a equals to input, enter the number, z equals to x plus अथवा x into a भनेर मैले गरेँ र प्रिन्ट z प्रिन्ट गर्छु. अनि त्यसपछि यसको आउटपुट हेर्न सक्नुहुन्छ तपाईँले 5, यसले 555 प्रिन्ट गरिदियो. यस्तो किन भयो भन्दाखेरि हामीले जुन यो इनपुट लिएको छौँ युजरसँग इनपुट लिँदा इनपुट मेथडमा आई मिन इनपुट फङ्सनमा के हुन्छ भन्दाखेरि तपाईँले जहिले पनि पाइथनमा चाहिँ इनपुटले चाहिँ बाई डिफल्ट स्ट्रिङ डेटा लिन्छ. स्ट्रिङ डेटा मात्रै लिन्छ, त्यसलाई हामीले कन्भर्ट गर्नुपर्ने हुन्छ. यदि इनपुट लिँदाखेरि तपाईँले युजरसँग डाइरेक्टली के भनिदिनु पर्यो, मलाई इन्टिजर भ्यालु चाहियो. सो यु क्यान कन्क्लुड लाइक दिस. सो इन्टिजर डेटा आउँछ. अब यसलाई मैले जब रन गर्छु त्यसपछि हेर्न सक्नुहुन्छ 10. सो 10 into 10 100 एन्सर आइसकेको छ. अब यसलाई मैले म्यासेजको थ्रु पनि प्रिन्ट गर्न सक्छु. जस्तै लाइक यु क्यान से तपाईँको प्रोडक्ट रहेको छ, प्रोडक्ट रहेको छ. ओके, सो यसलाई मैले यसरी प्रिन्ट गर्न सक्छु, तर कमा चाहिँ यहाँनिर अलि दिनु पर्यो. ओके, सो लेट्स प्रिन्ट दिस. ओके, सिङ्गल कोड चाहिँ मैले स्टार्ट गरेँ. ओके, अब आउँछ है त. ल हेर्न सक्नुहुन्छ 5 मैले दिएँ. सो तपाईँको प्रोडक्ट 50 रहेको छ, 50 रहेको छ भनेर एन्सर आइसक्यो. सो मेसेज प्लस भ्यालु, भेरिएबलको भ्यालु प्रिन्ट गर्ने एउटा यो तरिका तपाईँलाई मैले यो भिडियोमा सिकाएँ. एन्ड नाउ another example, let's take another example. अर्को इक्जाम्पल के छ भन्दाखेरि जस्तै मैले y इक्वल्स टु फ्लोटमा मैले लिएँ. फ्लोटमा के लिन्छु भन्दाखेरि इन्टर द स्यालेरी इनपुट लिएँ मैले. स्यालेरी इनपुट गरिसकेपछि अगेन नेक्स्ट लाइनमा के आउनु पर्यो, नेम इनपुट, इन्टर योर नेम. सो नेम पनि मैले इनपुट गरेँ. अनि त्यसपछि मैले म्यासेज प्रिन्ट गरेँ, हेलो मिस्टर नेम. हेर्नुहोस् है प्रिन्ट गर्ने तरिका, नेम योर स्यालेरी इज वाइ. सो वाइको ठाउँमा अलिकति फर्मल भएन, एसएएल भनेर मैले लिएँ. यसलाई मैले एसएएल नै बनाएँ. अब जब यसलाई म रन गर्छु तब तपाईँले पाउनुहुन्छ इन्टर योर स्यालेरी. ओके, 20,000. लेट्स सी 20,000. नेम इज रोशन. ओके, लाइक लेट्स राइट मी आरती सर. ओके, आरती सर मैले लेखेँ. इन्टर गरेपछि हेलो मिस्टर आरती सर, योर स्यालेरी इज 20,000. ओके, लेट्स राइट समथिङ एल्स लाइक पर मन्थ अल्सो. ओके, सो per month. So we need to write in string. It's a string. Let's write 30,000 again. Let's increment like that. RD sir. Okay. So hello, Mr. RD sir. Your salary is 30,000 per month. It's showing here. यसरी चाहिँ हामीले बुझ्न सक्छौँ कसरी हामीले भेरिएबल्सको भ्यालु र स्ट्रिङलाई चाहिँ कन्क्याटिनेट गरेर एउटा सेन्टेन्स जस्तो, एउटा रिडेबल सेन्टेन्स जस्तो युजरले बुझ्ने खालको तरिकाले हामी प्रिन्ट गर्न सक्छौँ डेटालाई. सो थ्याङ्क यू फर दिस भिडियो. आई होप केही तपाईँले सिक्न पाउनुभयो होला यो भिडियो हेरेर. यदि सिक्न पाउनु भइरहेको छ भने, तपाईँलाई हेल्प भइरहेको छ भने तपाईँले पनि आफ्नो साथीहरूलाई चाहिँ यो भिडियो सेयर गरेर अनि तपाईँले मेरो च्यानलको सब्सक्राइबर्सहरू चाहिँ बढाउन सक्नुहुन्छ, भिडियो लाइक गर्न सक्नुहुन्छ. एन्ड इफ एनी कन्फ्युजन्स यु क्यान कमेन्ट आउट एन्ड लेट मी नो सो द्याट आई क्यान सल्भ द्याट प्रब्लम इन नेक्स्ट भिडियोज. थ्याङ्क यू.